नेपालको शैक्षिक तथा साहित्य क्षेत्रमा अतुलनीय योगदान गर्नुभएका सरदार रुद्रराज पाण्डेको 125औं जन्म जयन्ती भव्य रूपमा मनाइएको छ। गत सोमबार रुद्रराज साहित्य सेवा समितिले राजधानीमा विशेष समारोहको आयोजना गरी उहाँले नेपाली समाजलाई दिनुभएको योगदानको सम्झना गरेको हो। सरदार रुद्रराज पाण्डेको 125औं जन्म जयन्तीकै अवसरमा साहित्यकार प्राध्यापक डाक्टर गार्गी शर्मालाई समितिले यस वर्षको रुद्रराज साहित्य पुरस्कारबाट सम्मानित पनि गरेको छ। समितिले नेपाली साहित्यमा पुर्याएको योगदान स्वरूप साहित्यकार डाक्टर शर्मालाई नगद 50,000 रुपैयाँ सहित पुरस्कृत गरेको हो। डाक्टर शर्मालाई कार्यक्रमका प्रमुख अतिथि दिव्य शताब्दी पुरुष डाक्टर गौरी शंकर लाल दास र समितिका अध्यक्ष डाक्टर बद्रराज पाण्डेले सम्मानित गर्नुभएको थियो। यसैगरी सरदार रुद्रराज पाण्डेकै नाममा प्रदान गरिँदै आएको छात्रवृत्ति पुरस्कार भानु माध्यमिक विद्यालयका जिहेन्दार छात्रा निशा श्रेष्ठ र खिम बोहरालाई प्रदान गरिएको छ। छात्रा श्रेष्ठलाई 15,000 र बोहरालाई 10,000 रुपैयाँ छात्रवृत्ति स्वरूप नगद पुरस्कार समेत प्रदान गरिएको थियो। कार्यक्रममा बोल्दै दिव्य शताब्दी पुरुष डाक्टर गौरी शंकर लाल दासले सरदार रुद्रराज पाण्डेको योगदानको प्रशंसा गर्दै नेपाली भाषा साहित्य र शिक्षामा उहाँको महत्वपूर्ण भूमिका रहेको औल्याउनुभयो। डाक्टर दासले समाज सुधारका लागि काम गर्न सरदार रुद्रराज पाण्डेको जीवनबाट धेरै प्रेरणा लिन सकिने उहाँको भनाइ थियो। आज हामी वन्दनीय सरदार रुद्रराज पाण्डेको 125औं जन्म जयन्ती मनाइरहेका छौँ। यस पुनीत अवसरमा पुण्य श्लोक सरदार रुद्रराज पाण्डेलाई श्रद्धाका 2 पुष्प चढाउन चाहन्छु, अर्पण गर्न चाहन्छु। सम्मानका लागि आभार व्यक्त गर्दै प्राध्यापक डाक्टर शर्माले नेपाली साहित्यमा अब नयाँ पुस्ताहरूको संलग्नतालाई बढाउनु पर्नेमा जोड दिनुभएको थियो। शैक्षिक क्षेत्रमा उहाँले दिनुभएको अवदानबाट पनि हामी हेरिरहेको छौँ नि। यदि उहाँले त्यस बेलाको शैक्षिक क्षेत्रमा त्यो चन कलेज अथवा दरबार स्कुल यिनीहरू नगरेर भएको भएदेखि अब त्यसो त भन्दिनँ, यो भएको भए यस्तो हुन्थ्यो जस्तो हुन्थ्यो भन्दा हामी नभनौँ, तर उहाँले जुन देखाउनुभएको गोरेको छ त्यहाँबाट हामी पनि मौका पायौँ होला। रुद्रराज साहित्य सेवा समितिका संरक्षक कृष्णराज पाण्डेले सरदार रुद्रराज पाण्डेको शिक्षाप्रतिको दूरदृष्टि र समाज सुधारमा रहेको महत्वपूर्ण योगदानबारे चर्चा गर्नुभएको थियो। समितिका अध्यक्ष एवं सरदार रुद्रराज पाण्डेका सुपुत्र डाक्टर बद्रराज पाण्डेले सरदार रुद्रराज पाण्डेको योगदानलाई भावी पुस्ताले आत्मसात गर्नुपर्नेमा जोड दिनुभयो। नेपाली भाषा साहित्य शिक्षा तथा समाज सुधारका लागि सरदार पाण्डेका आदर्शहरूले सदैव अभिप्रेरित गरिरहने उहाँको भनाइ थियो। उहाँको चाहिँ यो बहुआयाम व्यक्तित्व यसो आफूले देखेको आफूले भोगेको र पछि झन् सोच्दाखेरि अशक्य लाग्छ कि उहाँ 100% भन्दा हामी त 20% पनि गर्न सकेका छैनौँ जस्तो लाग्छ। उहाँको त्यस्तो किसिमको पर्सनालिटी थियो, किनभने एकदम सेल्फ मेड म्यान, एकदम ग्रासरुटबाट चाहिँ नि माथि चाहिँ नि हुँदै जानुभएको। पछि हरेक विधामा खास गरेर चाहिँ नि यो शिक्षा विधा, शिक्षा साहित्य इतिहास र चाहिँ नि आध्यात्म, पछि गएर आध्यात्मिक उसमा चाहिँ नि हरेक विद्यामा उहाँ चाहिँ नि सधैँ अगाडि नै हुनुहुन्थ्यो। रुद्रराज साहित्य सेवा समितिका महासचिव डाक्टर निल पाण्डेले समितिको तर्फबाट सरदार पाण्डेका कृतिहरूलाई डिजिटल रूपमा संरक्षण र प्रवर्धन गर्न नयाँ वेबसाइट सञ्चालन गरिएको जानकारी दिनुभयो। सरदार रुद्रराज पाण्डेको योगदानलाई प्रविधिसँग जोड्दै नयाँ पुस्ता र देश विदेशसम्म पुर्याउन आवश्यक रहेको भन्दै डाक्टर पाण्डेले परिवार तथा सबै सरोकार राख्ने व्यक्तित्वहरूको सहयोगको अपेक्षा गरिएको बताउनुभयो। उहाँले सिकाएको जुन ज्योतिलाई नेपालमा मात्र होइन देश विदेशमा नै एउटा आगोको ज्योतिको बाल्नका लागि हाम्रा दाजुहरू डाक्टर सागरराज पाण्डे, डाक्टर पुष्करराज पाण्डे, साथै हाम्रो मैले बुवा कृष्णराज पाण्डे पनि यहाँ हुनुभएकोमा धेरै हामी सबैजना गदगद छौँ। कार्यक्रममा नेपालको शिक्षा साहित्य लगायतका क्षेत्रका विशिष्ट व्यक्तित्वहरूको उपस्थिति रहेको थियो।